अझ यो प्राय लोप भइसकेको बाबिएको कुचो बाट्ने सामान्य कुचो बाट्ने यो धेरै फिनिसिङ आएको छैन। म यो यसरी हजुरहरूलाई देखाउँछु। यो सामान्य हाम्रो गाउँघरमा त अझै चलन छ होला, सहरतिर प्राय लोप भइसक्यो यो कुचो। यस्तो खालको यो कुचोको गुणहरू धेरै हुन्छ। यसको महत्त्व धेरै छ, पूजापाठ आदिमा पनि यो काम लाग्छ। त्यही भयो हुनाले यहाँलाई बारम्बार चाहिरहेको छ। यो सामान्य तरिकाले बाट्ने तरिका सिकाउँछु म। यसमा सामान्य कन्ठी राखिएको छ, यसलाई गाँठो भनिन्छ, यसलाई कन्ठी भनिन्छ। यो बाट्ने ठाउँ भयो, यो कुचो भयो। अब हामीले सकेसम्म लामो बाबियो लिने, लामो बाबियो भिजाएर लिने, अनि त्यसपछि यसलाई यो यतापट्टि अलिकति छोटो, यतापट्टि अलिकति छोटो, यो फेदतिर अलिकति लामो बनाएर यसरी यहाँ एकपटक यहाँ बाँध्ने, यसरी बलियो गरेर यहाँ बाँध्ने। अनि हामीले यस्तो आँटा बनाउनलाई यसलाई आँटा भनिन्छ। आँटा यसलाई आँटा भनिन्छ। यो आँटा बनाउनलाई हामीले यसरी अब अनुमानित अब कति जति मसिनो बनाए उति राम्रो हुन्छ। अलि समय लाग्छ, कति टाइम लाग्छ, त्यही भएर मैले मध्यम मध्यम खालको बनाएँ। मसिनो खालको बनायो भने धेरै राम्रो हुन्छ, समय छ भने मसिनो बनाउन सकिन्छ। यसरी हामीले यहाँ बाँधिसक्यौँ। बाँधिसकेपछि यसलाई अब हामी यसरी राख्ने हो भने यसलाई देब्रे भेट्ने। अब तपाईँको देब्रे चल्छ कि दाहिने चल्छ, यता देब्रे चल्छ भने दाहिने बटार्ने, दाहिने चल्छ भने देब्रे बटार्ने है। यसरी बटारेर यसलाई यो आँठो एउटा आँठो बन्यो, यसलाई यहाँ यसरी यता बटारेर यसरी राख्ने, यसरी हातले चेप्ने, यसरी राखेर हातले एकछिन यसलाई खुला राख्ने, अनि हातले यसरी चेप्ने, अनि यही बराबरको अर्को आँठो निकाल्ने, यही बराबरको अर्को आँठो निकाल्यो हामीले। सकेसम्म बराबर भयो भने राम्रो देखिन्छ। बलियो त हुने नि भयो, यो सबै गेलिन्छ बलियो, त्यसै जस्तो बनाए पनि। तर चाहिँ यसरी यो मैले यो देब्रे बेरेँ, यसलाई यहाँ राखेर यसलाई यसरी चेप्ने, यता ल्याउने, यसलाई यसरी यता ल्याएर अब फेरि यो पहिला जस्तो अघि थियो त्यसरी चेप्ने, यो यसरी चेप्ने, यसरी आँखा बनाउँदै चेप्दै जाने, यसरी यसरी आँखा बनाउँदै। अब यो यहाँ ल्या, यसलाई बटारियो, बटारेपछि यसलाई हातले चेपेर यसलाई यहाँ ल्या, फेरि यसलाई यो उठायो, फेरि यसलाई उठायो, यहाँ यसरी चेप्यो, यो धाम्रे जस्तै यहाँ बन्दै गयो। यसरी यही क्रमले यो सबै सिध्याउँदै जाने, यो सिध्याउँदै जाने। भिडियो लामो हुन्छ, म यो बनिसकेपछि फेरि हजुरलाई अन्तिममा त्यो बिट मार्ने बेला कसरी मार्ने म देखाउँछु। यसरी बेर्दै बेर्दै जाने, भिडियो लामो हुन्छ। यसरी अब यहाँ देख्नुभयो, यसरी बेर्दै गयो, गएर अन्तिममा म हजुरलाई फेरि देखाउँछु। अब हामीले यसरी बाँध्दै बाँध्दै आइयो। यसरी अब यो अन्तिम पोया हो, यसलाई पोया भनिन्छ। यसलाई बटाइसकेपछि आँठो हुन्छ, यो अन्तिम पोया हो। यो अन्तिम पोयालाई अब यहाँ यसलाई लगाउनलाई यो पहिला सुरुको पोया यसरी अलिकति उचाल्ने, यो सुरुको पोया अलिकति उचाल्ने, अनि यसलाई यताबाट यसरी छिराउने, यो पहिलाको सुरुको पोयामा यसरी छिराउने, छिराउनेलाई यसलाई तान्दिने। अब हाम्रो यो आँखा लगभग लाएर सक्यो। अब यसलाई एकनासले तानेर यसलाई एकनासले तान्दै जाने। अब यसरी तान्दै तान्दै जाने, यसरी तान्दै तान्दै जाने। यसरी हाम्रो यो पहिलो पहिलो आँठो तयार भयो। पहिलो यो आँटाको आँठो तयार भयो। अब यो निस्केका जुन यसरी कैँचीले काट्न सकिन्छ राम्रो बनाउनलाई। यसलाई अझै कस्न सकिन्छ, यसलाई अझै जति सक्यो कसेकै राम्रो। यसरी अझै कस्दै कस्दै जाने। यसरी यो पहिलो काँटो सुरु भयो। अब हामीले यहाँ बनाउनेलाई कन्ठी भनिन्छ। यो 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 बनाएकोलाई यसरी कन्ठी भनिन्छ। यो कन्ठी बनाउने पनि त्यही हो। यो सबै लिनु परेन, अबलाई सबै लिनु परेन। यहाँ कहाँनिर बनाउने आफ्नो चोइस अनुसार। अनि यहाँ थोरै थोरै यसरी उठाउँदै जाने, यसरी उठाउँदै जाने, यसरी उठाएर यसरी यो राख्यो। अनि यो फेरि भित्रको खोल्दै खोल्दै गएर यस्तो कन्ठी बनाउन सकिन्छ। यो आवश्यक चाहिँ छैन, यो बनायो भने राम्रो बलियो हुन्छ। तर चाहिँ यहाँ चाहिँ एकचोटि बाल्नु पर्यो। यो कन्ठी बनायो भयो, यो चाहिँ बाल्नु पर्यो। अनि यसरी कुचो तयार हुन्छ। यो हाम्रो एउटा सांस्कृतिक रचना पनि हो। हाम्रो पहिला सुरु बाबाआमाले सबैले युज गरेको कुचो यही हो। अहिले पछि अमिसाको कुचो चलन आउनु भएर सजिलो भयो। तर यसले बढार्दाखेरि शरीरलाई फाइदा पनि हुन्छ, किनभने न्युरेर बढाइन्छ। यो छोटो हुन्छ, न्युरेर बढाइन्छ। न्युरेर बढार्दाखेरि शरीरमा अब धेरै एक्सर्साइज पनि अलिक बढी हुन्छ, बसेर बढार्न पनि मिल्छ। यो चाहिँ राम्रो हुन्छ स्वास्थ्यलाई पनि। यो यस्तो कुचो लाउनु, जाँतो घुमाउनु स्वास्थ्यको लागि पनि राम्रो हो। हाम्रो खानालाई राम्रो त त्यसै भइहाल्यो, स्वास्थ्यको लागि पनि राम्रो हुन्छ, निरोगी हुन्छ। यहाँलाई आज एउटा कुरा भन्नै भुलेको छु, मेरो जुगाड मास्टर भन्ने युट्युब च्यानल छ, त्यता पनि यहाँलाई स्वागत छ। यसको विस्तृत विवरण उता पनि आउँछ, राम्रो डिटेलमा चाहिँ उता जुगाड मास्टरतिर पनि आउँछ। यहाँ लामो भिडियो बनाउनु नमिल्ने भएर मैले सकेसम्म छोटो बनाउँदाखेरि यहाँले नबुझ्न सक्नुहुन्छ। उहाँले क्लियर बुझ्नलाई युट्युब च्यानल पनि तिर पनि पाल्नु होला। जय होस्, नमस्कार।